र खास गरेर आजको वार्तामा चुनाव केन्द्रित बढी वार्ता भएको छ। चुनावलाई कसरी स्वतन्त्र, निष्पक्ष र धाँधली रहित ढंगबाट फागुन 21मै गर्न सकिन्छ भन्ने कुराहरूमा अलि विशेष छलफल भयो र त्यसमा हामीले सरकारको तर्फबाट गरिरहेको तयारी, निर्वाचन आयोगले गरिरहेको काम, सुरक्षा निकायको अवस्था, यी सबैका विषयमा उहाँहरूसँग शेयर गर्यौं र राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट चुनाव फागुन 21मै हुनुपर्छ र चुनाव निष्पक्ष, स्वतन्त्र र धाँधली रहित हुनुपर्छ र चुनावलाई मा भाग लिने कुराहरूमा उहाँहरूले राष्ट्रपाको तर्फबाट आफ्नो स्पष्ट रूपमा हामी चुनावमा भाग लिन्छौं भनेर उहाँहरूले भन्नुभएको छ। प्रधानमन्त्रीसँगको त्यो 1-to-1 वार्ता रवि लामिछानेसँग खास के थियो भन्ने चासो पनि छ। होइन, प्रधानमन्त्रीज्यूसँग 1-to-1 वार्ता त उहाँको भएको जस्तो मलाई लाग्दैन, किनभने म सुरुदेखि नै छु। सुरुदेखि नै हुँदा बरु राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने त्यस्तै गरेर अन्य पदाधिकारीहरूको वार्ता हामीसँग चाहिँ सम्माननीय प्रधानमन्त्रीज्यू वार्तास्थलमा आउनुभन्दा अगाडि अलिकति अनौपचारिक रूपमा हामीसँग चाहिँ बरु अलिकति कुराकानी भयो। बरु वार्ता सकिए पछाडि चाहिँ 1-to-1 वार्ता पनि भयो। 1-to-1 वार्ता कतिपय सवालमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेज्यू र म हामी दुईजना पनि कुरा गर्यौं। दुईजना बीच केही अन्तरङ्ग कुराकानी भयो। अब डीपी अरियालजीसँग केही छिट्टै अन्तरङ्ग कुराकानी भयो। अरू साथीहरूसँग पनि भयो, महामन्त्रीसँग नि भयो। त्यस्तै गरेर अब सभापति रवि लामिछानेको गृहमन्त्रीज्यूसँग पनि भयो। त्यस्तै गरेर 1-to-1 हामी क्याजुअल्ली जब मुख्य वार्ता सकिसकेपछि चाहिँ बरु 15-20 मिनट अरू कुराहरू पनि केही व्यक्तिगत, केही पारिवारिक, केही राजनीतिक यी कुराहरू भए। तर प्रधानमन्त्रीज्यूसँग उहाँको 1-to-1 कुरा भएको चाहिँ मेरो चाहिँ जानकारीमा छैन। जस्तो मन्त्री एउटा उहाँले चाहिँ अलि बढी उठाइराख्नु भएको छ है, अधिक अभियोजन भयो भनेर सम्पत्ति शुद्धिकरण, संगठित अपराधको विषयलाई लिएर त्यसमा चाहिँ सहजीकरण खोजिरहनु भएको छ। सरकारको तर्फबाट सहुलियत खोजिरहनु भएको छ निरन्तर नै। यो विषयमा चाहिँ केही कुरा भयो? होइन, यो सन्दर्भमा तपाईलाई एउटा स्पष्ट कुरा के राखौं भने यो सरकार जेन्जी आन्दोलनको जगमा बनेको नागरिक सरकार हो। त्यसैले यो सरकारले अन्याय गर्दैन र कसैलाई अन्याय हुन पनि दिँदैन। त्यसकारणले गर्दा न्यायको पक्षमा, विधिको शासनको पक्षमा, कानुनी राजको पक्षमा चाहिँ नि यो सरकार दृढ छ। त्यो कुराहरूमा हाम्रो चाहिँ स्पष्ट छ। सम्माननीय प्रधानमन्त्रीज्यू पनि स्पष्ट हुनुहुन्छ र हामी पनि स्पष्ट छौं। त्यसैले हामी अन्याय पनि गर्दैनौं र अन्याय हुन पनि दिँदैनौं भन्ने कुरा चाहिँ तपाईहरुलाई म स्पष्ट पार्न चाहन्छु। एउटा मुद्दाको विषयमा फेरि मुद्दा चाहिँ नयाँ सिराबाट जानुपर्छ भन्ने उहाँले। हजुर, नयाँ सिराबाट अनुसन्धान हुनु पर्यो फेरि भनेर उहाँहरूले उठाइराख्नु भएको छ नि कुरा। होइन, अनुसन्धानको त्यता हामी प्रवेश गर्दैनौं भन्न खोज्नु भयो अथवा अन्याय हुन दिँदैनौं भन्ने जुन कुरो गर्नुभयो? होइन, सरकारले मैले फेरि पनि दोहोर्याएर भने तपाईलाई, सरकारले यो सरकारले, किनभने यो नागरिक सरकार भएकोले यो सरकारले कसैलाई अन्याय हुन दिँदैन र अन्याय गर्दैन पनि। अब अनुसन्धानको प्रक्रिया भनेको त समय अनुसार, आवश्यकता अनुसार, परिस्थिति अनुसार राज्यका निकायहरूले गर्छन्, त्यो गरि नै रहन्छन्, अगाडि बढ्छ। तर के हामीले आशा गर्नु पर्यो भनेदेखि अदालतले गर्ने कुराहरूमा सरकारले हस्तक्षेप गर्न मिल्दैन कयौं कुराहरू। तर सरकारको एउटा पहल र तपाईँ हामी सबैको पहल के हुन्छ भनेदेखि न्याय पाउने कुराहरू सकभर छिटो पाइयो भनेदेखि त्यसले चाहिँ सबैलाई राम्रो गर्छ। त्यसैले न्याय छिटो पाउनु पर्यो। जस्तो उहाँहरुको न्यायालयको क्षमता अभिवृद्धिको कुरा भनेको त्यो त फेरि सरकारले चाहँदैमा हुने कुरा, एकजना मन्त्रीले, एकजना प्रधानमन्त्रीले चाहेर हुने कुरा होइन। फेरि त्यो त छिटो न्याय सम्पादन भनेको त न्यायालयको क्षमता। उहाँहरुको प्रश्न चाहिँ के रहेछ भने अघिल्लो सरकारले प्रतिशोध साधे भनेको थियो, त्यो चाहिँ स्वयं अहिलेका प्रधानमन्त्रीले पनि भनिरहेको र अहिले तत्कालीन मन्त्रीहरूले पनि अहिलेका मन्त्रीहरूले पनि भनिरहेको हुनाले के रहेछ त्यो प्रतिशोध, त्यो चाहिँ प्रधानमन्त्रीले पनि क्लियर गरिदिन पाए हुन्थ्यो भन्ने उहाँहरुको चाहना होइन। जस्तो रवि लामिछानेमाथि राजनीतिक प्रतिशोधै हो भन्ने कुराहरू चाहिँ नि जनतालाई लाग्यो, तपाईहरुलाई लाग्यो, अन्य राजनीतिक दललाई लाग्यो, न्यायालयलाई लाग्यो, सबैलाई लाग्यो भनेदेखि राजनीतिक प्रतिशोध हुनु हुँदैन र गर्न पाइँदैन। त्यसैले सम्पूर्ण हिसाबले यदि राजनीतिक प्रतिशोध हो भने त
सरकारले आफ्नो तर्फबाट राजनीतिक प्रतिशोध हुनु हुँदैन, न्यायिक लडाई लड्ने क्रममा न्याय पाउनुपर्छ भन्ने कुराहरूमा त सरकार सबैको हो। त्यसकारणले गर्दाखेरि अघि नै मैले फेरि दोहोऱ्याएर भने सरकारले अन्याय पनि गर्दैन र अन्याय हुन पनि दिँदैन, किनभने यो नागरिक सरकार हो। त्यो तपाईँको बुझाइ रह्यो। तपाईँ मुस्कान सहित हुनुहुन्थ्यो आज, हुन त तपाईँको सहकर्मी पनि हो रवि लामिछाने, सँगै काम गरेको हिसाबले पनि, र अन्तिम होइन तपाईँले अन्तिम अन्तर्वार्ताको कुरा पनि त्यहाँ जोडिएको छ होइन। यो अब के कुरा भयो तपाईँको त मुस्कान सहित चाहिँ रवि लामिछानेसँग? होइन, अब तपाईँहरूलाई म जानकारी गराउँ, रवि लामिछानेजी चाहिँ हामीले सँगै आफ्नो चाहिँ नि कुनै समय एउटै सञ्चार माध्यममा हामीले काम गरेको त्यहाँदेखिको चिन्जान हो। त्यस पछाडि अहिलेसम्म आउँदाखेरि विशेष गरेर उहाँसँग केही व्यक्तिगत, केही चाहिँ अलिकति पारिवारिक, केही सामाजिक, केही राजनीतिक कुराहरू भए, तर व्यक्तिगत सन्दर्भमा पनि हामीले तपाईँले अघि भनेको जस्तो उहाँले पनि भन्नुभयो, मेरो चाहिँ सम्भवतः उहाँको अन्तिम अन्तर्वार्ता, औपचारिक अन्तर्वार्ता मैले नै गरेको थिएँ। त्यो कुरा पनि हामीले आजको भेटघाटमा गऱ्यौँ। त्यसपछि अलिकति उहाँको हिजो र आज अलिकति राजनीतिक भाषणहरू, स्पिचहरू बढी भएकोले स्वर बसेको रहेछ। अनि तपाईँ भाषणमा अभ्यस्त नै भइराख्नु भएको छ कि स्वर त अलिकति बसेछ भनेर अलिकति ठट्टा गऱ्यौँ, रमाइलो कुराकानीहरू गऱ्यौँ। र उहाँको खास गरेर चिन्ता भनेको चाहिँ अहिले र चासोको कुराहरू के थियो भने जेनजी आन्दोलनको सन्दर्भमा शहीद भएका, अलिकति घाइते भएका उहाँहरूको सन्दर्भमा उहाँले चासो देखाउनुभयो। सरकारले गरिरहेको काममा उहाँ र म बीच कुरा हुँदाखेरि पनि र सरकारले गरिरहेको कामको सन्दर्भमा पनि मैले थोरै सेयर गरेँ। र अहिले चुनावको सन्दर्भमा अलिकति तपाईहरूको चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीको ले भाग लिनु पर्यो र त्यो रूपमा अगाडि बढ्नु पर्यो, चुनावमा सहयोग गर्नु पर्यो भनेर अन्य राजनीतिक दललाई हामी जसरी भन्थ्यौँ उहाँलाई पनि त्यही रूपमा भन्यौँ र उहाँको तर्फबाट पनि चुनाव गर्ने हो र हामी सहयोग गर्छौँ भन्ने कुराहरू नै आएको छ। र आजको कुराकानी अन्तरङ्ग, केही अनौपचारिक, केही औपचारिक, समग्रमा राम्रो भयो र यसले मुलुकलाई चुनावतिर अगाडि लगिरहेको कुरा म यहाँहरूलाई आश्वस्त पार्न चाहन्छु। धेरै धन्यवाद, सबैलाई धन्यवाद है। हजुर ए ल हैन आउनु न अन्य मन्त्रालयका मन्त्रीज्यूहरूसँग, दुईजना मन्त्रीज्यू हुनुहुन्थ्यो, उहाँहरूसँग राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट पार्टी सभापति रवि लामिछानेज्यूको नेतृत्वमा हामी उपसभापतिहरू डिपी अर्याल र डाक्टर स्वर्णिम वाग्ले अनि शिशिर खनाल र म गरेर हामी उहाँहरूसँग संवादमा बस्यौँ। विशेष त अब आजको यो हाम्रो संवाद भनेको हाम्रो पार्टी सभापति पार्टीमा औपचारिक रूपमा कार्यभार सम्हालेर उहाँ आइसक्नु भएको छ। यो औपचारिक रूपमा सरकारलाई जानकारी पनि गरायौँ। यो राजनीतिक हिसाबले, एक हिसाबले हामीले सरकारलाई जानकारी गराउनु हामीले हाम्रो दायित्व पनि ठान्यौँ। त्यो सँगसँगै चाहिँ यो बीचमा सरकारले म्यान्डेट पाएको एउटा मात्रै विषय भनेको निर्वाचन छ। निर्वाचन हाम्रो लागि अत्यन्तै महत्त्वपूर्ण विषय छ। निर्वाचन गराउने सवालमा हामी धेरै पटक वार्तामा आयौँ र वार्तामा उठेका जुन सवाल जवाफहरू छन्, चासोका विषयहरू छन्, तिनै सवाल जवाफ र चासोका विषयहरू सभापति स्वयंको उपस्थितिमा आज फेरि पुनः एकचोटि ती विषयहरूमा पनि हामीले छलफल गर्यौँ। र अर्को कुरा चाहिँ विशेष गरी भदौ 23 र 24 गते त्यो घटनासँग सम्बन्धित धेरै कुराहरू पनि भए। त्यसमा विशेष गरी जेनजी उमेर समूहका साथीहरूले अहिले भर्खरै एउटा वार्ता पनि गर्नुभयो, सरकारसँग सम्झौता पनि गर्नुभयो। त्यो सम्झौतामा उठाएका विषयवस्तुहरू कार्यान्वयनको अवस्था के छ, सरकारले अहिले ती सम्झौताहरूलाई कार्यान्वयन गर्नको लागि के काम गरिरहेको छ भन्ने चासोका कुराहरू पनि हामीले उठायौँ। र अर्को सबैभन्दा महत्त्वपूर्ण कुरा चाहिँ अब निर्वाचन नै सबै यो सरकारको एउटा महत्त्वपूर्ण म्यान्डेट भएको कारणले गर्दाखेरि अहिले युवा पुस्ताले चासो पनि राखिरहेको, अब हुन त हाम्रो नेपालको संविधानले अब संघीय निर्वाचनमा भाग लिनको लागि कम्तीमा 25 वर्ष भन्ने कुराहरू संविधानमै व्यवस्था छ। तर अब हाम्रो जेनजी उमेर समूहका साथीहरूले 21 मै किन नगर्ने त, अथवा 18 मै किन नगर्ने त भन्ने खालका प्रश्नहरू पनि उठाइरहनु भएको छ। कम्तीमा अब 21 चाहिँ हुनुपर्छ भन्ने किसिमको जेनजी उमेर समूहको साथीहरूले अहिले कुरा उठाइरहनु भएको छ। त्यो बारेमा के गर्न सकिएला त, अथवा संविधान संशोधनकै जुन कार्यदलहरूको कुराहरू छ यिनीहरूमा यी विषयहरूलाई कसरी समेट्न सकिएला र आगामी दिनहरूमा हामीले 21 वर्षको साथीहरूलाई संघीय निर्वाचनमा भाग लिने अवस्था सिर्जना गर्न कसरी गराउन सक्छौं भन्ने विषयमा चासो राखेर कुरा गर्यौं।
मूलत अब यिनै विषयहरू भए ओभरअल अब यो देशमा अहिले जुन परिस्थिति छ राजनीतिक सङ्कट नआओस् भन्नको लागि राष्ट्रिय स्वतन्त्र पार्टीले खेलिरहेको भूमिका र निर्वाचन लक्षित हाम्रो तयारी गरिरहेका कुराहरू हामीले जानकारी गरायौँ। उहाँहरूसँग पनि हामीले जुन हिजोको दिनमा चासोहरू राखिरहेका थियौँ ती कुराहरू पुनः एकपटक फेरि आज पनि राख्यौँ। यिनै कुराहरू भए। अलिकति तपाईँ त संवादमा पनि हुनुहुन्छ, वार्तामा पनि हुनुहुन्छ होइन? दुईटा कुरा, रवि लामिछानेका विरुद्ध एउटा तपाईँको सम्पत्ति शुद्धिकरणको कुरो होइन, अनि सङ्गठित अपराधको कुरो, यो चाहिँ मिलेको छैन भनेर तपाईँहरूले आवाज उठाइरहनु भएको छ। अनि नयाँ सिराबाट अनुसन्धान हुनु पर्यो भनेर पनि तपाईँहरूले बोलिराख्नु भएको छ। यो विषय चाहिँ तपाईँहरूले अहिले चाहिँ उठाउनु भयो भएन? उहाँ चाहिँ अहिले धरौटीमा रिहात हुनुभयो होइन, आफ्नो भागको बिगो रकम तिर्न तयार छु र भविष्यमा पर्न आउने दायित्व पनि दिन म मन्जुर छु भनेर चाहिँ उहाँ अहिले सोच्नु भएको छ। अब यही अवस्थामा यदि उहाँ सांसद हुनुभयो, उठ्नुभयो, जित्नुभयो भने लोगो लाएर संसद भवन प्रवेश गर्ने छुट त उहाँलाई यही अवस्थामा अहिलेकै अवस्थामा छैन। अर्को कुरा अब सरकारमा जाने कुरै भएन। त्यो हुँदाखेरि अलिकति आउन त आउनुभयो तर हात खुट्टा बाँधिएर त्यो फुटालिदिनु पर्यो भन्ने कुरा त्यो गर्नुभयो भएन के छ? यो विषय हामीले धेरै पटक सार्वजनिक मञ्चमा पनि हामीले व्यक्त गरिराखेको विषय भयो र सरकारलाई हामीले पटक पटक आग्रह गरेको विषय पनि भयो। जुन हदसम्म राजनीतिक प्रतिशोध भयो भनिएको छ त्यसको चाहिँ करेक्सनको प्रोसेस तुरुन्तै हुनुपर्छ भन्ने हाम्रो स्पष्ट अडान छ। तर आज त्यो विषय त्यति धेरै त्यसको प्रमुखता त्यसले पाएन। आज समग्र राजनीतिक नेपालको समग्र राजनीतिक अवस्था र मूल रूपमा निर्वाचन लक्षित बढी छलफलहरू भयो। हामीले हिजो पनि हाम्रो समानुपातिक सांसदहरूसँग 7 वटा प्रदेशमा जो चाहिँ हाम्रो आन्तरिक निर्वाचनको प्रत्याशी साथीहरू हुनुहुन्छ उहाँहरूसँग हामीले 7 वटै प्रदेशमा हामीले हिजो छलफल गऱ्यौँ। म आफै पनि गण्डकीमा थिएँ। त्यो प्रसङ्गमा हामीले सरकारलाई हामीले निर्वाचन हुन्छ भन्ने ढुक्क भएर हाम्रा गतिविधिहरू अगाडि बढाइराखेका छौँ र सरकारको तयारीको अवस्था के हो र साँच्चै नै सरकारको तयारीले जुन फागुन 21मा चुनाव हुन्छ कि हुँदैन भन्ने प्रश्नमा अलि बढी आज र समसामयिक राजनीतिमा आज बढी केन्द्रित थियौँ। आज चाहिँ सुरुवातमा एक्लै भयो नि तपाईँहरूको सभापति रवि लामिछाने र प्रधानमन्त्रीको, त्यसको विषयमा चाहिँ केही जानकारी दिनुभएको छ? के विषयमा उहाँहरूको अलि बढी केन्द्रित भयो संवाद? त्यो चाहिँ हाम्रो बुझाइमा अलिकति बढी व्यक्तिगत पारिवारिक हो भन्ने हाम्रो बुझाइ छ। हामी राजनीतिक संवाद चाहिँ हामीले औपचारिक रूपमा सबैजना एकै ठाउँ भएर गरेको त्यो अलिकति बढी पारिवारिक ढङ्ग। तर अझ यसलाई चाहिँ मेरो हिसाबले चाहिँ हामीहरू सबै यहाँ आजको वार्तामा आउँदै गर्दा हुन त हामी पार्टी कार्यालयबाटै हिँड्यौँ तर त्यहाँको व्यस्तता त्यहाँको उपस्थिति सबै कुरा यहाँहरूले पनि देखिरहनु भएको छ। हामी त्यसरी आउँदै गर्दा हाम्रो समय पनि त्यस्तै पर्न गयो र अब उहाँ औपचारिक हिसाबले यहाँ आउँदै गर्दाखेरि आज भर्खर मात्रै सभापतिको उहाँले जुन कार्यवाहकको जिम्मेवारी दिनुभएको थियो त्यो आज उहाँले फिर्ता पनि पाउनु भएको छ। उहाँ आफै स्वयं जिम्मेवारीमा पनि आउनु भएको छ। त्यो हिसाबले उहाँ अगाडि आउनुभयो, संवाद गर्नुभयो। यसलाई त हामीले एकदम सामान्य हिसाबले हेरेका छौँ। कूटनीतिक जवाब ठिक छ। अनि कूटनीति विषय अनि कानुनी पाटोमा अलिकति सविताजी के छ अब तपाईँहरूको तयारी? हामीले उहाँले भनेकै कुरा हो खासमा सार्वजनिक मञ्चहरूबाट सरकारलाई हामीले पर्याप्त मात्रामा भनेका छौँ। औपचारिक संवादमा पनि भनेका छौँ, अनौपचारिक संवादमा पनि भनेका छौँ। जहाँ गए पनि आज सरकारसँग हाम्रो आग्रह र हाम्रो पोजिसन के हो भने विगतको सरकारले जुन राजनीतिक प्रतिशोध साध्यो त्यो कुन हदसम्म राजनीतिक प्रतिशोध भएको हो त? प्रधानमन्त्रीले प्रतिशोध भएको छ भनेर भन्नुभएको छ, क्याबिनेटमा बसेका मिनिस्टरहरूले प्रतिशोध भएको छ भनेर भन्नुभएको छ भने चाहिँ कुन हदसम्म राजनीतिक प्रतिशोध भयो त? त्यो प्रतिशोध उहाँहरूलाई लाग्छ भने ती चाहिँ करेक्सन गरिदिनुपर्छ। कोर्टको काम कोर्टले गर्छ, त्यो अदालतको क्षेत्राधिकारको विषय हो। तर सरकारले हिजोको दिनमा अधिक अभियोजन गर्दाखेरि जुन किसिमको पावर एक्सर्साइज गर्यो नि सरकारले आफ्नो तर्फबाट, अब आफ्नो पावर चाहिँ चाहिने भन्दा बढी प्रयोग गर्दाखेरि त्यो पनि भ्रष्टाचार हो नि त, होइन? पद र पावरको दुरुपयोग गर्नु त्यो भ्रष्टाचार हो। हिजोको दिनमा सरकारले जुन किसिमले
आफ्नो पावर चाहिँ बढी एक्सर्साइज गरेर अधिक अभियोजन गर्नतर्फ लाग्यो ती कुराहरूलाई सच्याइदिनुहोस् करेक्सन गरिदिनुहोस् सरकारको आफ्नो कहाँ हात छ कहाँसम्म सरकारको आफ्नो जुरिस्डिक्सन छ त्यो क्षेत्राधिकारसम्म चाहिँ सरकारले त्यसलाई सच्याइदिनुपर्छ भन्ने हाम्रो डिमान्ड हो तर यद्यपि आज त्यो विषय चाहिँ हाम्रो प्रधान विषय छलफलको विषय बनेन हस् धन्यवाद